बडो झ्याउ लाग्रे उकालो फेरि उही यत्रो यत्रो वाला इन्डियन अम्बा छ कि नै ल टिप्दिन पऱ्यो यहाँको लोकल अम्बा एकदम विशेष छ रियालिटीमा भन्नुपर्छ यो बाटोमा यस्तो फोटो राखेर एकजना त लुटेर गयो नआउनु पर्ने चिजहरू अरू सबैलाई डर लाग्छ कि हिमालयन सिलङ्गीको चाहिँ एटिएम मेसिन त्यसलाई सर्भिस गरेर अब चाहिँ हामी यहाँबाट सुर्खेततिर लाग्दैछौँ हामी चाहिँ अहिले दैलेखको सिलङ्गीबाट सुर्खेत वीरेन्द्रनगर जाँदैछौँ अब यो बाटोमा देखिने यस्ता दृश्यहरू वाउ यस्तो पो हो त हैन दृश्य भनेको वाट अ भ्यू हाम्रो पहाडको दृश्य बेग्लै छ अरूले बाटोमा उड्ने यो धुलोलाई धुलो भन्छन् क्या अब म चाहिँ यसलाई फेस प्याक भन्छु हाम्रो फेसको लागि एकदम हाइली न्युट्रिसियस भएको हुनाले साथीहरू तपाईँहरूलाई स्वागत छ डाँडीबाँडी बजारमा यो दैलेखको डाँडीबाँडी बजार अगाडि पछाडि हेर्दैनन् के गर्नु हिमालय माध्यमिक विद्यालय अब उकालो सुरु हुन्छ दैलेखको माथिल्लो डुङ्गेश्वर त्यहाँबाट सुर्खेत दैलेख हाइवे छ माथेर हामी सुर्खेत जान्छौँ सुर्खेत साँच्चै नाम नै प्यारो लाग्छ हो सुर्खेत आफ्नो घर भएर होला हैन होला एक डेढ महिना अगाडि हेरेर अहिलेको बाटो चाहिँ धेरै राम्रो भएको छ यो जेनजीको आन्दोलन पछाडि अलिकति केही फरक देखे जस्तो मानेको छु कि मैले बाटोमा खोइ अब चाँचाडे पिच भए जस्तो फिल हुन्छ है अब चाँचाडे ग्राभल गरे जस्तो लाग्छ अब चाँडै चाँडै चाहिँ काम गरेको जस्तो लाग्छ अब क्वालिटीको काम चाहिँ चेक गर्नुपर्ने अब इन्जिनियरको काम होला ल नेचुरल फेसब्याक गाडी त कुनै आउनै नहुने क्या यो चाहिँ सातखम्बा दैलेखको सातखम्बा भन्ने ठाउँ हो यो गाउँ बस्ती बजार सातखम्बामा चाहिँ हामी सातखम्बामा आइपुगेका छौँ ल यस्तो सातखम्बा कपाल यस्तै हो चिसोमा
हामी विनायकमा आइपुग्यौँ अहिले दैलेखको विनायक बजार विनायक बजारसम्म चाहिँ हल्का पिच छ साथीहरू बाटो स्मुथै छ विनायकसम्म चाहिँ अब यहाँबाट चाहिँ ओह्रालो झर्नुपर्छ बाटो चाहिँ अफ रोड हो होइन अब अफ रोड सुरु हुन्छ बिचबिचमा कहीँ चाहिँ कङ्क्रिटको चाहिँ बनाएको स्ल्याबहरू पहिले घाम लाग्दैन रहेछ क्या हो हेर्नु त यो पुरै चिसो छ त सबै चिसो अनि पिच नै चिसो छ ल अब के भन्नु पुरै चिसो छ यहाँ सुक्खा त्यहाँ चिसो फेरि भनेपछि घाम नै नलाग्ने रहेछ हौ यता यो ठाउँ कस्तो ठाउँ परेछ त पहाडको यो उल्लो भित्ता पऱ्यो क्या त्यही भएर कस्तो पारिपट्टि चाहिँ घाम लाग्ने यता चाहिँ घाम नलाग्ने हुन्छ यस्तो पनि हुन्छ चिसो गरम लाग्यो कि प्रकृतिले खेलेको खेल घाम देख्न पायो भने जस्तो फिल हुने कि है होइन मिलेका घरहरू छन् हो यहाँ 4-5वटा घर छन् एकदम मिलेर ट्याक्क हेर्दा पनि एकदम सुन्दर देखिने वाउ हामी विनायकमा आइपुग्यौँ अहिले दैलेखको विनायक बजार विनायक बजारसम्म चाहिँ हल्का पिच छ साथीहरू बाटो स्मुथै छ विनायकसम्म चाहिँ अब यहाँबाट चाहिँ ओह्रालो झर्नुपर्छ बाटो चाहिँ अफ रोड हो होइन अब अफ रोड सुरु हुन्छ बिचबिचमा कहीँ चाहिँ कङ्क्रिटको चाहिँ बनाएको छ स्ल्याबहरू काम सकेर फर्किँदा यस्तो बाटोले थकान बिस्तारै घटाइदिन्छ साथीहरू ओह्रालो झर्दै जाँदा अब तल खोला देखिन्छ बाटो ओह्रालो छ हामी लोहोरे खोला नजिक आइपुगेका छौँ अब यहाँ चाहिँ लोकल अम्बा पाइन्थ्यो चाहिँ मनपर्छ अम्बा चाहिँ यसो अझै रहेछ भने चाहिँ लिएर गइदिनु पर्ला भन्ने सोचमा छु हेरौँ छन् कि छैनन् यहाँ मान्छे हुनु पऱ्यो घरमा होइन बाटोमै हो अम्बा चाहिँ पाइन्थ्यो सोझ्यालो है त ओहो
दिदी सन्चै हुनुहुन्छ? अम्बा छ कि नै? ल टिप्दिन पर्यो। म त अब आबेला लिएर जाने पर्यो अलिअलि। अम्बाको बोटहरू किन्नु ल साथीहरू, अम्बा लियो टक्क पन्जा लगाएर बाटोतिर लागिन्छ। ल दिदी धन्यवाद है अम्बाको लागि। फेरि पनि आउँछु दिन। यहाँको लोकल अम्बा एकदम विशेष छ। म प्राय लिएर जान्छु। अब अम्बाको सिजन पनि अन्तिम भयो। अब बिस्तारै पाइँदैन लोकल अम्बा चाहिँ। फेरि उयो यत्रो वाला इन्डियन यस्ता कुकुर डाइरेक्ट आइदिन्छन् हो, डर लाग्छ। एकदम लामो उकालो छ साथीहरू। सुर्खेत जाने बेला दैलेख सुर्खेत बाटोको सबभन्दा झुर उकालो। नाइट भिजन अन। फुल भ्लग हाल्ने निश्चित गरेँ मैले आज। रात्रिकालीन दृश्य पनि हेरिदेऊ न होइन, के हुन्छ र। एकदम धन्यवाद छ त्यो ड्राइभरलाई। र साथीहरू हामीहरू घोडाबास आइपुग्यौँ।
दैलेख जिल्ला सीमा समाप्त भएको छ। अब स्वागत छ तपाईँहरूलाई सुर्खेत जिल्लामा। अब होइन दिवंगत आत्माहरूको त्यो शान्तिको कामना गर्छु। तपाईँहरूको स्वर्गमा बास होस्। रियालिटीमा भन्नुपर्छ यो बाटोमा यस्तरी फोटो राखेर एकजना तल्लो बिचेर गयो नआउनु पर्ने चिजहरू अरू सबैलाई डर लाग्छ कि बाटोमा त्यो कस्तो जाँदा साथीहरू हामी अहिले सफा आइरहेका छौँ। सुर्खेत भ्याली आइसक्यो। शिवालय शिवालय चाहिँ घन्टाघरको छु। हाम्रो यात्रा